तो हेलो दर्शक दिनहरू तपाईहरुलाई स्वागत छ एनएक्सी टेकेन्ड ब्लगमा। आज आएका छौँ हामी कता हो बुलबुले चालैन त्यो कुवा। और अभी तो रुको, क्लाइमैक्स अभी बाकी। अब यहाँ घुम्न आएको अब आएको घुम्न नभनौ कि हो 9 क्लासको हो एकदम प्रोग्राम रहेछ र आएको प्रोग्राम सकियो मासु खाना गएको कति दिए 9 क्लासका त खाएन बिस्तारै धेरै यता थिए हामी उता 10 क्लासका चापेर आयौँ। एउटा छ त्यो मासु दिने हो त्यसले धेरै भेदभाव गर्यो त्यसले यस्तो पहिला गर्यो यस्तो गर्यो निकाल्यो त्यो मासु दियो अब राम्रो मासु दियो फेरि यस्तो गर्यो फेरि राम्रो आयो फेरि अरे यस्तो गर्यो उठाएर नराम्रो हालिदियो। अब के भन्ने होला यो मासुलाई चेन्ज गरौँ त्यही भएर यति छ मेरो धारणा। तपाईँले डायल गर्नुभएको नम्बरमा धन्यवाद।